लोयल्टीको अर्थ केवल अरू कसैसँग शारीरिक सम्बन्ध राख्दिन भन्ने मात्रै होइन। लोयल्टीको अर्थ हो जब कसैले पनि तपाईलाई देखिरहेको हुँदैन तब तपाईको व्यवहार कस्तो हुन्छ। के तपाईको फोनमा यस्ता कुनै कुराहरू त छैनन् जसलाई देखेर तपाईको पार्टनरलाई पीडा हुन सक्छ। लोयल्टीको मतलब यो पनि होइन कि तपाईको पार्टनर हुँदा हुँदै आया त उसैलाई गर्छु भन्ने तर व्यवहारमा अरूसँग फ्लर्ट गर्नुहुन्छ वा आफ्ना सीमाहरू नागिरहनुहुन्छ। लोयल्टीको अर्थ यो हो आफूमा यति भरोसा हुनुपर्छ कि म यस्तो कुनै काम गर्दिन जसले हाम्रो सम्बन्धलाई धमिलो बनाओस् न त त्यस्तो अवस्था सिर्जना गर्छु जहाँ गलत बुझाइ जन्मिन सक्छ। लोयल्टीको अर्थ यो हो कि तपाईको पार्टनरलाई पुरा आत्मविश्वास होस् र उसले यो भन्न सकोस् म ढुक्क भएर तिमीमाथि भरोसा गर्न सक्छु, तिमी जहाँ भए पनि जस्तो परिस्थितिमा भए पनि तिमी मेरो ख्याल राख्नेछौ र हाम्रो सम्बन्धको कदर गर्छौ। याद राख्नुहोस्, साँचो लोयल्टी शब्दमा होइन त्यस्तो व्यवहारमा देखिन्छ जसले कहिल्यै शंका जन्मिन दिँदैन।